नमस्ते, म रविन्द्र राई। अहिले म प्रवासबाट। हामीले नेपालमा देखिरहेको हरेक कुरा घटनाक्रमहरू देखिरहेका छौँ। हामीलाई हरेक कुरामा चाहिँ अब के हुन्छ भने हामीलाई पनि विदेशमा बसे पनि नेपालको बारेमा हामीलाई धेरैभन्दा धेरै चासो भइरहेको हुन्छ। र यही विषयमा मलाई धेरै चासो र सरकारको विषय लागेको नेपालमा अहिले चलिरहेको राजनीतिक अवस्था। र नेपालमा अहिले राजनीतिक अवस्था यस्तो चलिरहेको छ कि जुन कुरा चाहिँ कसैले पनि आकलन गर्न सकेको छैन। त्यसमा नेपालमा अहिले कति ठाउँमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आयो। यो गणतन्त्रमा पनि अब आइआइसी केही यस्तो तत्त्व देखा पर्यो जुन चाहिँ राजतन्त्रमा जुन थिएन। म राजतन्त्र भन्दैमा राजाको पक्ष लिएर हिँड्ने मान्छे होइन, तर पनि अब अहिले चाहिँ यस्तो अवस्था आयो कि हामीले अहिले यो राजालाई सपोर्ट गर्ने कि यो राजनीतिक दलहरूलाई। नेपालको राजनीतिक दलहरूले यस्तो अवस्था खडा गर्यो अहिले। अब हामी के गर्नु त? जस्तो कि नेपालमा अहिले जति पनि भ्रष्टाचार केसहरू भएको छ, जति पनि भएको छ, नेपालको आर्थिक अनियमितता भएको छ, विदेशबाट आएको जति पनि सहयोगहरू छ, जुन कुरोहरू नेपालमा जति पनि आएको थिए डलर रूपमा सहयोग आएको थियो नेपालमा, त्यो सबै क्रिस्चियनको उपर चाहिँ भण्डाफोर गरिन्थ्यो। तर अहिले आएर त्यो भण्डाफोर भएको छ। अब जोगिनुपर्ने र होसियार हुनुपर्ने कुरो त केही छैन, तर पनि इज्जत जोगाउनु पर्ने कुरो चाहिँ भनेको नेपालमा रहेको विभिन्न एनजिओमा रहेर काम गर्ने, आइएनजिओमा रहेर काम गर्ने जुन चाहिँ डलर खाएर जागिर खानु भएको थियो, त्यसको जुन जागिर जोगाउनु पर्ने अवस्था बारेमा छ। अब हेर्नुहोस्, अब यो जागिर जोगाउने हो कि इज्जत जोगाउने हो? तपाईँ कि त सधैँभरि मेरो जागिर छँदैछ भनेर अफिस गइरहनुहोस्, किनभने तपाईँले डलर खाएर छैन भनेर न छरछिमेकी थाहा पाउँछ, नभए इज्जत जोगाउने कि जागिर जोगाउने त्यही हुन्छ। अनि अब आयो मेन कुरा भनेको हाम्रो यो राजतन्त्र र गणतन्त्रको बारेमा। अब गणतन्त्रको सबैभन्दा ठुलो भनेको हाम्रो पहरेदार भनेको डाक्टर बाबुराम भट्टराई प्रचण्डहरू हुनुहुन्थ्यो। उहाँहरूले चाहिँ गणतन्त्र भन्नुहुन्थ्यो। अनि डाक्टर बाबुराम भट्टराईले भन्नुहुन्थ्यो कि नेपालमा चाहिँ राजाको पालोमा पढ्न पाइन्थेन भनेर। जुन चाहिँ नेपालमा प्रजातन्त्र त्यो राजाबाट पढ्न पाइँदैन भन्नुहुन्थ्यो, उहाँ चाहिँ राजाको पालोमा चाहिँ गोर्खाको एउटा दुर्गम गाउँबाट चाहिँ बोर्ड फर्स्ट भएर एसएलसीमा बोर्ड फर्स्ट हुनुभएको मान्छे, अनि पिएचडी गरेर स्कलरसिप पाएर पिएचडी गर्नुभएको मान्छे चाहिँ जबकि राजाको विषयमा चाहिँ त्यो टाइममा चाहिँ पढ्नु पाइँदैन भन्ने कुरा चाहिँ यो कतिसम्म सही होला, यो कुरामा पनि हामी बुझ्नुपर्ने हुन्छ। हामी नेपाली जनताहरू सधैँभरि सोझो सिधा भएर नबस्नु।